त्यतै ठक्कर छैन भन्यो भने संसारै आफ्नो लाग्छ। घरमा बुढी पनि छ, आमा छ, दिदी छ, बहिनी छ, प्रत्येक छ, भाउजूदेखि लिएर सम्पूर्ण छ। तर भाग्य चाहिँ के हो? यो भाबीले चाहिँ मलाई किन यसो भाग्यले के लेखिदियो? मेरो यो दुःखलाई पनि बुढी ओसानमा यस्तो काम थाक्यो कि थाक्यो कति बुझ्छ। आमालाई यो दुःख पकाउनु सक्दिनँ म भन्दा सानो पहिला बुढी चाहिँ यस्तो बिग्रेर बुझ्नु सक्छ भने चाहिँ चुलामा चाहिँ आगो बाल्दै मैले खाएर पकाउनु पर्छ कि यो भागी चाहिँ कसले देखेको? यो भागी चाहिँ मैले भेटेँ भनेको यो भागी चाहिँ मैले भेटेँ भनेको म भागीसितै म विश्वास गर्दिनँ। अहिले त कम्प्युटर जमाना सबैजना बुझ्ने ज्ञानी प्रत्येक थियो। तर यो भाबीले किन बुझेन? सबैलाई बुझिन्छ मलाई के यस्तो बनाइन्छ? भाबी ठुलो हो कि आमा ठुलो? आमालाई दुःख पोखाउनु मैले यो अवस्थामा के गर्नु? यस्तै प्रकारको जिन्दगी मैले बिताउनु कि मैले नै जिउनु पऱ्यो भने चाहिँ मैले पनि एउटा संसारमा एउटा जेठी हुँदा हुँदा कान्छी खोजेको रहर गरेको होइन। तर मलाई पिर परेको छ। कस्तो चाहिँ पिर पऱ्यो यस्तो चाहिँ अवस्थामा चाहिँ म कस्तो दुःखै भएको छु। आमालाई दुःख पाउनु भएन। मेरो सानो महिना भन्नु सक्दिनँ। भाउजू त आफ्नो दाजुको कुरा सुन्छ। मेरो बुढी ओसानमा यस्तो गरेर सोध्छ के गर्नु? यो कुरा चाहिँ यस्तो दिदी बहिनी दाजु भाउ प्रत्येकलाई यो कुरा चाहिँ यस्तो मैले भाग्य बिगारेको पनि छुइनँ। यस्तो दुःख गरी मान्छे चाहिँ पौराकी हो, मेहनत गरेर खाएको चाहिँ चोरेको छुइनँ। सत्य चाहिँ यही हो। मैले जेठी हुँदा त कान्छी ल्याउने चाहिँ रहर गरेको होइन। तर म सानो नानी होइन। बुढा मरेको बिधुवीहरू चाहिँ कोही छ भने चाहिँ मलाई साथ देऊ, उसले म खुसी भएर बसिदिन्छु। उसको पनि जीवन राम्रो, मेरो जेठीलाई पनि राम्रो। उता म अल्छै भयो नि मेरो कान्छी बुढी चाहिँ मेरो भाग्यमा राम्रो भन्ने खालको शब्द मात्रै हो। तर म मात्रै होइन, अरू पनि दाजुभाइ छ। औरतको बिजत गरेको छुइनँ। औरतको मैले बिजत गरेँ। मेरो नि आमाको कोखबाट जन्मेको पनि एउटा धरतीमा जन्मेको चाहिँ आमाको कोखबाट जन्मेको थिएँ, कहीँबाट आएको होइन। तर मेरो कष्ट चाहिँ दुःख चाहिँ मलाई मात्रै थाहा छ। म कहिले खुसी हुनु कि अन्धकार जीवन मेरो? म त खुसी भएर बस्नु पाएँ नि त। रहर कति गरेको छ? न राम्रो लुगा लगाएर हिँड्नु पाएँ। म इन्जेल भारी पनि बोक्छु, कष्ट गर्छु, मेहनत गर्छु। कसको लागि? मेरो बुढी मेरो परिवारको लागि। मेरो बुढी ओछानमा ड्याङ्गा सोध्छ, छैन चुलामा आफै काम गरेँ। तर त्यस्तालाई बुझ्ने स्त्री चाहिँ मैले किन पाइनँ? सबै कुरो त पाएँ मैले। आमा पाएँ, बाउ पाएँ, दिदी पाएँ, समय सबै स्टाइलमा डल्लै पाएँ। तर मेरो भाग्यमा लेखेको चाहिँ मेरो श्रीमती पाइनँ। त्यति हो मेरो शब्द। यो शब्दलाई जसले पनि